सपिङ चाहिँ मेरो नाम लिएर चाहिँ सबै दुईजनाले पनि सपिङ गरिहाल्यो। केटाहरू खतरा छ नि त, फेरि सस्तोमा पाउने बित्तिकै उठाइहाल्छ केटाहरूले फेरि। हेलो गाइस, आज हाम्रो छुट्टी भएको हुनाले चाहिँ हामी हाम्रै कम्पनीको छेउमा चाहिँ एउटा कपडा पसल छ, त्यहाँ चाहिँ अफर सेल भएको हुनाले चाहिँ हामी त्यहाँ जाँदैछौँ। त्यहाँ पुगिसकेपछि त्यहाँको दृश्यहरू तपाईँहरूलाई देखाउने नै छौँ। सम्झी से समथिङ सम्झीले भनिसक्नुभयो होइन, भन्नुपर्ने कुरा जति मैले भन्नुपर्ने भनेको सम्झीले आज करोडको माल लिन्छ। सम्झीले करोडको माल भिराउने हो आज होइन। त्यहाँ गएर अब अफर हुन्छ, तर त्यहाँ चाहिँ अब अवस्था अलिक गम्भीर छ। अब जोगेर बस्नुपर्छ केटा हो, अलिक भिडभाड अलिक गाह्रो छ, त्यहाँ कुल्चिन नि सक्छ मान्छेहरूले। ओके, त्यही भएर अलिकति चनाखो भएर हिँड्नु होला। ठिक छ, अब अफर भनेको छ हामी हेरेर चाहिँ लिनेछौँ। अब हामीले सकिन्छ सकिन्न होइन, त्यही हिसाबले चाहिँ हामी लिनेछौँ। किप वाचिङ भिडियो गाइजहरू। म भन्छु है फेरि यता, फेरि मलाई चाहिँ बिर्स्यो अन्त। साथीहरू, हामी चाहिँ ग्र्याबभित्र आइसकेको अवस्था छ गाइस। सम्झे हजुर ठिक छ होइन त? एकदम ठिक छ, भेरी गुड माइ। ल हामी जाँदैछौँ, त्यहाँ पुगिसकेपछि फेरि कन्टिन्यू तपाईँहरूलाई देखाउने नै छौँ। ल गाइजहरू, हामी कहाँ आइपुग्यो आज? अब हामी चाहिँ फाइनल्ली आइसकेको छ यो अफर सेल लागेको ठाउँमा। बाहिर गाडीहरू पनि देखिसक्नु भएको तपाईँहरूले। यति भिड छ नि आज तपाईँहरूले। आज त्यो भिड त खतरा छ यार। भित्रको भिड देखेर उता देखाउनु त भाइ। ए उता मजाले त्यो त अब सानो हो, भित्र गएपछि अब तपाईँहरूले मेन जात्रा त देख्नु। आज सेल भएको हुनाले चाहिँ मान्छे चाहिँ एकदमै धेरै छ यहाँ। खुट्टा अलिकति सामान पनि राम्रो पाउने, अलिकति ब्रान्डेड, अनि त्यसमा नि 40% डिस्काउन्ट रहेछ। त्यही भएर हामी चाहिँ यसो चेक गर्न आएको। ओके गाइस, अब हामी भित्रको देखाउने छौँ है त। ल गाइस, हामी अब भित्र छिर्न लाग्छौँ, तर यत्रो भिड छ, पुरा लाइन लगाएर बस्नुपर्ने अवस्था छ यार गाइजहरू। ओके गाइस, अब हामी भित्रको देखाउँछ अलिअलि सिला। यहाँ चाहिँ हामी अब लाइन लागेर अब छिर्ने टाइम आउनै लाग्यो। भिड देखेर म छक्कै परेँ आज। मान्छेको चाप चाहिँ बढिरहेछ। लुगा पसलमा यतिको भिड चाहिँ आजै देखेको मैले यार, मलेसिया आएर यार गाइजहरू। सधैँ डिस्काउन्टको कमाल हो यो। ल ठिक छ, ल दिस इज द अफर गाइस। अब हामी आइसकेको छ भित्र यो सपिङ सेन्टरमा। अब सम्झेको लागि जम्मा हामीले 2 घन्टा मात्र टाइम छुट्याएको छ। सम्झेले 2 घन्टाभित्रमा 4 आइटम चाहिँ आफ्नो कपडा सिलेक्ट गरेर बिलिङ गरेर बाहिर निस्किन सक्नुपर्ने छ। त्यो चाहिँ हाम्रो सम्झेको लागि मेरो तर्फबाट च्यालेन्ज हो। तपाईँको टाइम सुरु हुन्छ अब। ओके लेट्स गो। भित्र जानेछौँ, मान्छेको भिड चाहिँ धेरै नै छ। यो पनि देखाउने 2 घन्टामा चाहिँ अब सकिन्न केटा हो होइन, 3 घन्टा 4 घन्टा चाहिँ लाग्छ है त। ल आज सेल अफर भएको हुनाले चाहिँ मान्छेको भिड चाहिँ धेरै छ। ल हाम्रो सम्झेले चाहिँ यो जुत्ता चुज गरिसकेको छ। यो पुमाको है, यो चाहिँ ब्रान्डेड जुत्ता हो। तपाईँहरू देख्न सक्नुहुन्छ यसको फिनिसिङ हेर्नु, यस्तो दामी छ। अब यसको साइज चाहिँ हामी खोज्दैछौँ भन्नाले यहाँ सोध्नुपर्छ साइजभित्र। यो चाहिँ सोपिसको लागि बाहिर एक किसिम त छ। त्यही भएर सम्झी कस्तो लाग्यो, सेटिस्फाई हुनुहुन्छ यसको लागि? अन्तखेरि निकै नै राम्रो छ, सबैको चोइस हो, मलाई पनि मन पर्यो है। अब यो साइज छ कि छैन अब हामी सोध्नेछौँ गाइस। खुट्टा दुखिसक्यो यार, हेर न लाइन भएर। 2 घन्टा भनेको या 6 घन्टा लाग्ने यस्तो पनि हुन्छ। लाइन देखाउनु त लाइन हेर्नु न, सबैले लाइन त उहाँसम्म छ। हाम्रो सल्टी पनि यता बिचमै हुनुहुन्छ। ल ठिकै छ, पुरा त्यो एनोकन्डाको त्यो लार्को घुमेर जस्तै घुमेर आइरहेको कर्णालीको नदीभन्दा नि लामो लाइन भयो। सपिङ चाहिँ मेरो नाम लिएर चाहिँ सबै दुईजनाले पनि सपिङ गरिहाल्यो। केटाहरू खतरा छ नि त, फेरि सस्तोमा पाउने बित्तिकै उठाइहाल्छ केटाहरूले फेरि। सस्तो त होइन, त्यही 9-10 करोड जाने रहेछ। ल है, हामीले चाहिँ अब यतिको सामान किनेर आइसकेको छ। लगभग यहाँ चाहिँ गरिब भयो केटाहरू। जतिको सामान आइसकेको छ हाम्रो। ल हामीले किनिसक्यो है, सपिङ गरिसक्यो। अब केटाहरूले चाहिँ यहाँ अफर छ भनेर डुबाइहाल्यो मलाई। अफर त भएको अब ठिक छ, जाउँ अब। 200 को लिँदाखेरि 3100 डिस्काउन्ट रहेछ भने 2 करोडको लिँदा 31 लाख डिस्काउन्ट।
रहा नहीं जाता तड़प ही ऐसी है ना हामी रुमतिर जानुपर्छ होइन नजाने रुममा आज यता सकाउनु पर्छ 1-2 करोड अझै भएको पैसाहरु सबै हाल्यो 20 लाख ल